होइन कि यति राति हेर्नु न अब मेरो त बच्चा जन्मिने लाग्यो अब तपाईँसँग आउन लाग्यो नि अरे साला टेन्सन छ घरमा बच्चा छ छोरा छ भन्दा भन्दा पछिल्ला रात थिइस् बाबा मेरो त हो नि पक्का हो नि तपाईँकै हो नि अहिलेको जमाना केटी मान्छेलाई भरै लाग्दैन म त यार त्यति बेला तँलाई मैले भएन हरेक कुरा सेफ्टी थियो हामी त कसरी यो भयो हाउ इज इट पोसिबल झुकेर बस्यो नि के गर्ने वाट टु डु नेक्स्ट यार घरमा श्रीमती छ यार म्यान यति ठुलो स्टार जस्तो मान्छे भयो भने थाहा मान्छेले के भन्छ वाट डज पिपल सेज अबाउट मी त्यो मेरो प्रब्लम होइन तपाईँको प्रब्लम हो प्रब्लम त थपिरहेको छ यार त मेरो जिन्दगीमा किन आइस त्यति बेला हरेक कुरा सेफ्टी थियो त कसरी भयो हाउ इज इट पोसिबल कसरी हुन्छ त नि अब भयो अब म ओके जे बाबु मान्छेको गल्ती हुन्छ होइन भन के गरौँ म के गर्ने त अब यो बच्चा जन्मिन लागेको बच्चा अब जन्माउने हो नि बच्चा मारौँ भने मार्न पनि मिल्दैन यार इट्स अ भ्रूण हत्या इट्स अ किल्लर आई एम नट अ किल्लर तर घर पनि लान सक्दैन म के गरौँ यार के गरौँ म तिमीलाई तपाईँ के मसँग लाग्नुभन्दा अगाडि तपाईँको के बच्चा श्रीमती भइ किन तपाईँ केटीलाई हेर्नु भयो बाहिर बाहिर अरे तिमीलाई पनि थाहा थियो नि मेरो घरमा बच्चा छ भन्ने कुरा श्रीमती छ थाहा थियो यु नो द्याट एभ्रिथिङ बट हु यु फलो मी म त तपाईँलाई मन पराउँछु माया गर्छु त्यही भएर नि यो भयो तपाईँ चाहिँ मायाले गर्दाखेरि जिन्दगीमा तनाव थपिरहेको छ यार त्यति बेला मैले तँलाई भन्नु गएन नआइज ए तेरी यार मेरै हो यार गल्ती मेरै हो अब के गरौँ म यार बच्चा मार्नु अपराध हो बिचरा उसले पनि संसार देखेको छैन भनेसम्म उसलाई पनि बाँच्ने अधिकार छ अब घर लैजाउँ भने श्रीमती छ बच्चा छ यार उसको पनि जिन्दगी हो छोरी मान्छे म के गरौँ यार के गरौँ भन त तिमीले के गरोस् भन्न चाहन्छौ तपाईँको हातको सबै कुरा अब मलाई पनि तपाईँले बिहे गर्नु पर्यो स्वीकार्नु पर्यो बच्चा छ यार कसरी स्वीकार्नु हाउ इज इट पोसिबल अनि संसारमा तपाईँ मात्रै हो दुईटा बिहे गर्ने मान्छे अरू छैनन् संसारमा तिमीलाई घरमा लैसके श्रीमतीको हालत के होला अनि संसारमा एउटा मात्रै घर छ घरमध्ये श्रीमती भएकै घरमा मात्रै बस्न सकिन्छ अर्को घर छैन अन्त आखिर कति जेल चियावाले कति जेल 2 महिना 3 महिना आखिर तिम्रो पेट बढिहाल्छ मान्छेले देखिहाल्छ आखिर कति जेलसम्म तिमीलाई संसारदेखि लुकाएर राखौँ यार अब पछिको कुरा पछि नै गरौँला अहिले जुन बच्चा जन्मिने लागेछ त्यतिर ध्यान दिउँ त्यो हुनु भइसक्यो अब पछिको कुरा पछि नै हुँदै जान्छ समयलाई छोडिदिउँ अब बच्चा आउने बच्चालाई मात्रै ध्यान दिउँ जे हुनु भइसक्यो अब